नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। महोत्तरीमा 13 वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। सामूहिक बलात्कार आरोपमा पक्राउ परेका 3 जनालाई प्रहरीले सार्वजनिक गरेको हो। ती लुटेरा समूहले शम्सी गाउँपालिका वार्ड नम्बर 1 स्थित मामा घर बस्दै आएकी बालिकालाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार गत माघ 22 गते राति 1:30 बजे आमालाई घरमा थुनेर लुटेराले बालिकालाई घरबाट 1.5 किलोमिटर टाढा बाँस घारीमा लगेर बलात्कार गरेका थिए। पक्राउ पर्नेमा शम्सी गाउँपालिका वार्ड नम्बर 2 बस्ने 20 वर्षीय उबैद मोमिन, 21 वर्षीय अनवर अन्सारी र भारत बिहार राज्यको सीतामढी ग्राम पञ्चायत रतनपुर बस्ने 21 वर्षीय जियाउल अन्सारी रहेका छन्। पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालतबाट 7 दिने म्यादको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जनाएका छन्। घटनाका आरोपी 1 जना फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश सरकार प्रदेशको पुनः नामाकरण गर्न सहमत भएको छ। सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समिति बीच प्रदेशको पुनः नामाकरणका लागि राजनीतिक वातावरण तयार पार्न लगायतको 5 बुँदे सहमति भएको हो। शुक्रबार विराटनगर स्थित एक होटलमा गरिएको सहमतिमा पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिई शान्तिपूर्ण आन्दोलन गर्न, आन्दोलनको क्रम भएका घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्न र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिन उल्लेख गरिएको सरकारी वार्ता समितिका संयोजक समेत रहनुभएका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद गजवेलगुले जानकारी दिनुभयो। पक्षबाट संविधान सम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने। 2. आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने। 3. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने। 4. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरूको रिहाई र मुद्दा लागेका व्यक्तिहरूको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले। यता पहिचान पक्षधर वार्ता समितिका संयोजक डगेन्द्र सिंह थेमीले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूलाई सरकारले उचित क्षतिपूर्ति दिने र त्यस क्रममा लगाइएका झुटा मुद्दा सरकारले फिर्ता लिने विषयमा पनि छलफल गरिएको जानकारी दिनुभयो। हाम्रो भन्नु केही छैन भनिसक्नु भएको अवस्थामा यदि उहाँहरूले सरकारले हाम्रो माग सम्बोधन गरेन, पार्टीहरू हामीप्रति हाम्रो मागप्रति चाहिँ बायसै हुनुभयो भने हाम्रो आन्दोलन यथावत रूपमा रहन्छ। हाम्रो आन्दोलन उठिसकेको आन्दोलन अब त्यो सुत्नेवाला अथवा त्यसले चाहिँ विश्राम लिने स्थिति छैन। सहमति पत्रमा दुई पक्षको आगामीमा वार्ता फागुन 10 गते भित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। कोशी प्रदेश सभाले 2079 फागुन 17 गते प्रदेशको नाम कोशी राखेपछि त्यसको विरुद्धमा पहिचानवादीहरू आन्दोलनरत रहेका छन्। उनीहरूले पहिचान सहित पुनः नामाकरण गरिदिनुपर्ने माग गर्दै आएका छन्। कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शुक्रबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। मुख्यमन्त्री केदार कार्कीले 4 जना मन्त्री तथा 2 जना राज्य मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो। मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीप कुमार सुनवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्य मन्त्रीमा इन्द्रनाथ थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्य मन्त्रीमा सुनिता कुमारी रामलाई जिम्मेवारी दिनुभएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनु भएको छ। शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भाग लिएको जस्तो देखे पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरूलाई मेटाउने काम लागेको बताउनुभयो। उहाँले आफू जादुगर हुँ भन्दै आउनेहरू लोक रिजाईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताउनुभयो। उहाँले संविधानमाथि प्रहार गर्नेहरूलाई निचेर चिरफार गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिलक्षित गर्दै विगतको अध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई
ओले झेलोमा पार्ने काम गरिरहेको बताउनुभयो। त्यो कुरो नयाँ होइन, हामीले नचिनेका पात्रहरू होइन, हामीले नहराएका पात्रहरू पनि होइन। तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएको, तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने हामीलाई राम्रोसँग थाहा छ। तिनी हिजोको अँध्यारोको बारेमा चर्चा गर्छन् भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ। त्यो पुनरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ, त्यसलाई हामीले चिन्नुपर्छ। तर यो सँगसँगै अर्को एउटा प्रवृत्ति आएको छ जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ, जसले निर्वाचनमा भाग लिएको जस्तो देखिन्छ। तर ख्याल गऱ्यौँ हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्छ, यसले हाम्रो सङ्घर्षका दिनहरूलाई डिसमिस गर्छ, यसले गणेशमान मान्दैन। महामन्त्री थापाले नेपाली काङ्ग्रेसलाई देशमा सङ्कट छ भने छुट नरहेको बताउनुभयो। उहाँले देश सम्हाल्ने काम काङ्ग्रेसको भएको बताउनुभयो। उहाँले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने समेत जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएको छ। शुक्रबार नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले लामो भाषण गर्नेहरूप्रति इङ्गित गर्दै भाषण सुन्ने मानिसहरू खाली भए पनि नेताहरू भाषण गरिरहेको देखिएको बताउनुभयो। उहाँले उद्घोषणलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गर्नुभयो। उहाँले नेताहरू आफ्ना कुरा राखे र हिडिसकेपछि व्यङ्ग्य गर्दै सबै हिडिसकेपछि बोल्नुको अर्थ नरहेको बताउनुभयो। उहाँले सरोज बाग्लेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउने आग्रह गर्नुभयो। वो होइन, आज बाँकी छ नि। अब टिकट पायो भने जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पायो भने हराउनु भयो भने नि। सभापति देउवाले काठमाडौँ देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्न प्रस्ताव उदाहरण योग्य बनाउने निर्देशन दिनुभयो। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न काङ्ग्रेस लाग्नुपर्ने बताउनु भएको छ। शुक्रबार नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले केन्द्रीयकृत एकात्मक व्यवस्था र संहितामा फरक धेरै छ भन्ने कुरा नागरिकलाई दिने सेवा सुविधाबाट बुझाउन सक्नुपर्ने बताउनुभयो। उहाँले संघीय कानुनहरू बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा काम कारबाहीमा ढिला सुस्ती भइरहेको समेत जानकारी दिनुभयो। उहाँले संहिता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो। आवश्यक संघीय कानुन बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको पनि बताउनुभयो। हामीले चाहिँ यो संविधान जारी गरेको काङ्ग्रेसको नेतृत्वमा कसरी पुर्याउने भन्ने कुरातिर त्यतातिर चाहिँ अब हाम्रो चाहिँ ध्यान चाहिँ केन्द्रित हुनु चाहिँ बेस हुन्छ भन्ने मलाई चाहिँ लागेको छ। प्राप्त गरेको अधिकारहरूलाई चाहिँ हामीले चाहिँ सुरक्षित राख्नु पर्यो र आम जनताले यो केन्द्रीकृत एकात्मक व्यवस्था र संहितामा फरक धेरै छ भन्ने कुरा त्यो त डेलिभर गरेर हामीले चाहिँ देखाउने कुरा हो नि त। अब अहिले चाहिँ कुरा के हो भन्दाखेरि संविधान त जारी भयो, तर संविधान जारी भएको संविधानलाई यो तीन तहको जुन भनौँ न राज्य शक्तिको बाँडफाँड, यो चाहिँ संविधानमा भएको जुन अधिकारहरू हुन् ती कानुनहरू बनाएर त्यसलाई नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्ने बताउनुभयो। पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामको नयाँ नेतृत्वको लागि भोलि जनकपुरधाममा निर्वाचन हुन कार्यतालिका छ। तर एसोसिएसनका वर्तमान अध्यक्ष बाबा पेट्रोल पम्पका सञ्चालक समेत रहेका विष्णुदेव शाह पुनः अध्यक्ष बन्न फर्जी मतहरू बनाएको आरोप लगाइएको छ। अध्यक्ष पदका अर्को प्रत्याशी तथा उम्मेदवार जनकपुर डिजलका सञ्चालक किशुनदेव शाहले जसरी पनि जालझेल गरेर पुनः अध्यक्ष बन्न वर्तमान अध्यक्ष शाहले 2वटा फर्जी मतदाता बनाएको प्रमाण सहित पत्रकार सम्मेलन गरी स्पष्ट पारेका छन्। ऑयल निगम में अपने की है, अपने विक्रेता के नियुक्ति ले लिए, कुछ 1 वर्ष 2 वर्ष कारोबार के लिए, यदि लगातार 4 वर्ष तक अपने कारोबार जे नहीं के लिए तो ऑटोमेटिक स्वतः खारिज है। अपने विधान में व्यवस्था है, बुधा हम निकाल देवे कभी तक। ओकर बावजूद नीति नियम के मीचत वो बुझ रहा है। के बुझ रहा है? अखनी के वर्तमान जे अध्यक्ष जे फिर कहीं हम उम्मीदवारी देवे
तो वो बुझ रहे हम चुनाव में पराजित भ रहल छी तो फर्जी मत सब सेहो अखन तो भी दूगो छलिए में कायम कयने तो फर्जी मत के जैसे हम ओकरा हटबऽ के लागि मात्रै विरोध केलिए आर कुछो नहीं। उनले आफू भोलि निर्वाचनमा आफू समेत उम्मेदवारी दिने घोषणा गर्दै जारी भएको 80 जना मतदाताको नामावलीमा 2 जना कृष्ण आर्याल स्टोर जनकपुर र प्रशान्त आर्याल स्टोर रघुनाथपुर विधान अनुसार फर्जी मत रहेको दावी गरेका छन्। आफ्नो जित सुनिश्चित देखेर 17 वर्षदेखि गोजीको संस्था बनाएका वर्तमान अध्यक्ष अत्तालिएको उनको दावी छ। लामो विवादका कारण नयाँ नेतृत्व चयन हुन नसकेको र कानुन अनुसार वर्तमान कार्यसमितिको कार्यकाल माघ 27 गतेसम्म मात्र वैध रहने भएकाले वर्तमान अध्यक्ष विष्णुदेव धमाधम निर्वाचनको पूर्ण सन्ध्यामा मतदाता नामावली सार्वजनिक गरी चुनाव गराउन लागेको उनले बताए। पनि हटाउनलाई हामीले चिठी बनाइसकेका छौँ। तपाईको कुनै मान्छे आफ्नो मान्छे छैन त्यो चिठी पठाउन लगाइदिनु। हाम्रो जैसे एउटा साथी जो राजु मरवैताजी हुनुहुन्छ उहाँ जानुभयो, जाँदाखेरि चिठी बुझाउन जाँदाखेरि त्यहाँ निर्वाचन आयोगको उप प्रमुखजी त्यहाँ हुनुहुन्थ्यो बालकृष्ण कार्की र त्यो संस्थाको कार्यालय सचिव वीरेन्द्र शाह। उहाँहरूले अब सायद त्यो अहिलेको वर्तमान अध्यक्षलाई फोन गर्यो कि के गर्नुभयो के भन्छ निर्देशन दियो। उहाँहरूले भनेको म कुनै भी शर्तमा जिल्ला प्रशासनको चिठीमा बुझ्दिनँ। त्यो हाम्रो साथीले भिडियो पनि बनाएर राखेको छ। यदि तपाईँहरूलाई भिडियो चाहिन्छ भने भिडियो पनि हामी उपलब्ध गराउनेछौँ। त्यसपछि त्यो चिठी अहिले मसँग नै छ, जिल्ला प्रशासनको चिठी अहिले मसँग वर्तमान नै छ, म तपाईँहरू सामनेमा नै राखिरहेको छु। यद्यपि उनले नयाँ नेतृत्वका लागि गर्न लागेको चुनाव स्वागत योग्य रहेको पनि बताए। पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विष्णुदेव फर्जी मतदाता बनाएको आरोप लगाएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अवस्थामा व्यावसायिक विश्रामपछि बाँकी समाचार। कतो भेलै करते कोई आ भरते कोई की भेलै पप्पा? मोहना के पुलिस पकड़ के ल गेलै या, कहै छलै या जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाय गदहा आ मार खाय जोलहा। हाँ पप्पा ठीके कह लिया, समय में सचेत हो जाए, नहीं अपन सिम दोसर के दी नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझ के है तो स्टार 922 हैच डायल क के बुझा सकै छी। ई तो हमरा बुझल है, अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए, न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सकै छी। आई प्रीपेड के हक में मात्र लागू है। से हुब्बा नहीं है, नागरिकता लगा नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते। अपना नाम के सिम कार्ड प्रयोग करूँ और दूसरों के सलाह दियो। नेपाल टेलिकम राष्ट्रको सञ्चार। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। अंकल शॉपिंग लिस्ट रिजल्ट्स आयो रे, अब के पढ्छौ? डाक्टर भन्छु, बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि, त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि। म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड बेस्ट रोज्नेहरूका लागि यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। प्याराशुट एडभान्स्ड मेरो लागि बेस्ट। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पद्म गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ। सरकारले नीतिगत तथा कानुनी रूपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण पाटो हुने भएकाले 3वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ। उहाँले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसद मार्फत सरकारलाई दबाब दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। गर्नुपर्यो, कानुनबाट व्यवस्थित गर्नुपर्यो, यसतर्फ सोच्नुपर्छ कुनै तहको सरकारले भन्ने मलाई चाहिँ लाग्छ।
कार्यक्रममा बोल्दै सत्तारूढ प्रमुख घटक नेपाली काङ्ग्रेसकी सांसद रामा कोइराला पौड्यालले गरी खानेहरूलाई उठीवास लगाउने ढङ्गले काठमाडौँ महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापित गर्न काम गरेको भन्दै मेयर बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। उहाँले महानगरको सौन्दर्य नबिगार्ने गरी सडक व्यापार गर्न दिने गरी तत्काल निर्णय लिन पनि काठमाडौँ महानगरपालिकासँग आग्रह गर्नुभयो। तर उहाँको वरिपरि को छ यस्तो भइरहेछ, यसरी चाहिँ दुःख दिनु हुँदैन गरी खानेहरूलाई भनेर सुझाव दिने मान्छेहरू छैनन् कि के हो भन्ने मलाई फिल भएको छ। काठमाडौँमा ठुला सहरहरू छन्, म चाहन्छु सहरका पेटेहरू पनि अव्यवस्थित हुनु हुँदैन। हामीले अघि मान्यज्यूले भन्नुभयो सांसद कोइरालाले व्यापार हुने ठाउँमा सडक व्यापारीहरूको व्यवस्थापन गर्न उचित हुने धारणा समेत राख्नुभयो। उपप्रधान एवं गृहमन्त्री नयन काजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउने गरी समायोजन समितिको घोषणा गर्ने बताउनु भएको छ। शुक्रबार अध्यागमन विभागको इन्जिनियर भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको जानकारी दिनुभयो। उहाँले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्री परिषदबाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताउनुभयो। उहाँले 2076 सालमा पारित भएको हाम्रो प्रहरी समायोजन ऐनलाई केही संशोधन र परिमार्जन गर्न जरुरी रहेको र त्यसका लागि पनि विधेयक तयार पारिसकेको बताउनुभयो। उहाँले 2076 मै पारित भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन सुप्रिवेक्षण र समन्वय ऐनमा केही संशोधन गर्नु पर्ने भएकाले त्यसलाई पनि संसदमा पेश गर्न लागेको जानकारी दिनुभयो। निर्वाचन ऐनको विधेयक करिब सकिसकेकाले संसदमा पठाउने तयारी भइरहेको बताउनुभयो। स्थानीय प्रशासन ऐनको विधेयकमा पनि मस्यौदा अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालको ऐन पनि मस्यौदा प्रक्रियामा रहेको समेत जानकारी दिनुभयो। त्यस पछाडि अरू पनि सुनकाण्डका अपराधीहरूलाई चाहिँ कानुनको दायरामा ल्याउने क्रम पनि हामीले अगाडि बढाएर अहिलेसम्म आइपुग्दाखेरि तपाईहरुले देखिरहनु भएको छ कि चाहिँ 40-45 वर्ष अगाडि गरेको भए पनि जो गैर कानुनी रूपले सरकारको जग्गा विभिन्न व्यक्तिहरूले विभिन्न नाममा प्रयोग गर्दै आएको थियो, त्यसमाथि अहिले हामी कारबाही अगाडि बढाएका छौँ र त्यसको पछिल्लो दृष्टान्त बाँसबारी छाला जुत्ता। भ्रष्टाचार गर्नेहरूलाई समात्दा व्यक्ति ब्याजी गर्ने र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गर्नुभयो। उहाँले भ्रष्टाचार गर्नेहरूलाई नसमातेर सडक पेटीमा व्यापार गर्नेहरू गरी सुकुम्बासीले समात्ने हो भन्दै प्रश्न समेत गर्नुभयो। गर्ने राजनीतिक व्यक्तिहरू वा कर्मचारीहरू जोसुकै भने पनि संविधान र कानुनको बरखिलाफ जालसाजी गर्ने, किर्दै गर्ने, ठगी गर्ने, राज्यलाई लुट्ने जति कामहरू भएका छन् तिनको विरुद्धमा पनि हाम्रो गृह मन्त्रालयको कार्यक्षेत्रको सीमाभित्र रहनेसम्म हामीले त्यो कामलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ, विश्राम लिने छैनौँ। अहिले राष्ट्रको सम्पूर्ण जनताहरूले विभिन्न पक्षका व्यक्तित्वहरूले विभिन्न पक्षले राष्ट्रकोले एकताबद्ध भएर जो समर्थन गरिराखेको छ, पत्रकार साथीहरूले उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको पक्षमा अघि बढ्दा व्यवधान निकाल्न नहुने कुराको खबरदारी गर्न सचेत गराउनुभयो। सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार परेको अर्थविदहरूले बताएका छन्। शुक्रबार नेपाल व्यवस्थापन सङ्घले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविदहरूले यस्तो बताएका हुन्। उनीहरूले सरकारले आन्तरिक ऋण लिँदा मुलुकभित्रै पस्ने र विदेशी ऋण लिँदा सभा ब्याज डलरमा भुक्तानी गर्नुपर्ने अवस्थाले समस्या भइरहेको बताएका छन्। सरकारले विदेशी लगानी धेरै ल्याउन सके आन्तरिक ऋण कम हुने दाबी उनीहरूको छ। उनीहरूले अहिले अर्थमन्त्रीलाई राजस्वको दायरामा नबढाउन, करका दर हेरफेर नगर्न, तर सांसदहरूले भनेका योजनाहरू समावेश गरेर बजेटको आकार ठुलो ल्याउन दबाब आउने भन्दै अर्थमन्त्री त्यो गर्न सम्भव नभएको बताएका छन्। अर्थविद केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारणै आन्तरिक ऋणको दबाब रहेको बताउनु भएको छ। उहाँले विदेशी ऋण लिँदा सरकारले बनाएका योजनाहरूको लेखा परीक्षणपछि सो भर्ना बापतको रकम फिर्ता आउने भए पनि लिन नसकेको बताउनु भयो। उहाँले अहिले पनि त्यस्तो 50 अर्ब रुपियाँ बराबरको सौद भर्ना लिन बाँकी भए पनि सरकारले लिन नसकेको उल्लेख गर्नुभयो। ब्याज चुक्ता गर्नु पर्यो भने हामीले विदेशी मुद्रामा चुक्ता गर्नुपर्छ र हामीले
जो विदेशी ऋणी हो उनीहरूलाई चाहिँ हामीले धनी बनाएर आउँछौँ, किनभने हामीले सामा ब्याज उनीहरूलाई दियौँ। तर आन्तरिक ऋण भयो भने चाहिँ हाम्रो अर्थतन्त्रमै बस्छ। एउटा यो पनि यहाँ नआए पनि यो हेर्नुपर्ने कुरा चाहिँ हो। र मुख्य अब हामीले हेर्नु पर्यो के भने अघि उहाँले राम्रोसँग देखाउनु भयो, हाम्रै कतिपय कमी कमजोरी सरकारको भनौँ या राज्यको कमी कमजोरीले गर्दा पनि आन्तरिक। उहाँले लगानी सम्मेलन मार्फत धेरै विदेशी लगानी ल्याउने वातावरण बनाउन सरकारलाई तत्काल लाग्नुपर्ने उल्लेख गर्नुभयो। विदेशी लगानी पनि नआउने र बैंकहरूको लगानी पनि राम्रो ठाउँमा नभएकाले उत्पादकत्व वृद्धि नभएको जिकिर डाक्टर खतिवड़ाको थियो। उहाँले सरकारले 7% आर्थिक वृद्धिको लक्ष्य राखे लगानी देखाउन आन्तरिक ऋण लिनुपर्नेको पनि बताउनुभयो। उहाँले बैंकको कारणले पनि स्रोतमा निजी क्षेत्रलाई असर परेको उल्लेख गर्नुभयो। उहाँले अहिले सरकारले आन्तरिक ऋणको 1 खर्ब बढी ब्याज र आन्तरिक रवैया गरेर 3 खर्ब 30 अर्ब जति सवा ब्याज दिनुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले यो वर्ष सरकारको राजस्व 11 खर्ब भन्दा माथि उठाउन सक्ने अवस्था नभएको बताउनुभयो। खास गरी आन्तरिक स्रोतले बेहोर्ने विकास आयोजनामा लगानी सम्मेलन गर्दै हुनुहुन्छ अर्थमन्त्रीजीको संयुक्तमा शुभकामना छ। त्यो लगानी सम्मेलनले बढी लगानी ल्याउने वातावरण भयो भने सरकारले गर्ने कतिपय काम निजी क्षेत्रलाई दिनु होला अनि आन्तरिक ऋण लिनुपर्ने स्थिति त नरहला। तर त्यो वातावरण हामीले बनाउँदै छौँ कि छैनौँ त्यो कुरो चाहिँ महत्त्वपूर्ण हुन्छ कि जस्तो मलाई लाग्छ। अब एउटा अर्को विषय छ ब्याङ्किङ फाइनेन्स पनि ब्याङ्कै साथीहरू हुनुहुन्छ। त्यो फाइनेन्सको आवश्यकता पुँजी निर्माणको आवश्यकता पुरा गर्न ब्याङ्कको साथीहरूले चाहिँ कति काम गर्नुभयो त? कहाँ लगानी गरिदिनु भयो त? कहाँ मूल्य अभिवृद्धि हुने ठाउँमा गयो त ब्याङ्कको लगानी? एफडिआई त आएन। ब्याङ्कको लगानी पनि सबै राम्रो ठाउँमा गयो र? लगानी राम्रो ठाउँमा नगएपछि त्यहाँ उत्पादकता वृद्धि भएन। शुक्रबार नेपाल व्यवस्थापन सङ्घको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले नेपालले उदारताका साथ स्रोत र साधनलाई पनि मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको बताउनुभयो। उहाँले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताउनुभयो। द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको समेत बताउनुभयो। नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झन्डै आर्थिक दबाव बढेको अर्थमन्त्री महतले बताउनुभयो। सङ्घीय सरकार चुनावमा गइसकेपछि आर्थिक दायित्व झर्ने बढेको भए पनि आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको पनि जानकारी दिनुभयो। प्रख्यात शास्त्रीय सङ्गीत तथा गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतको एकल सांस्कृतिक प्रस्तुति सम्पन्न भएको छ। जनकपुरधाम स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा भएको सुमधुर कामतको एकल सङ्गीतक प्रस्तुतिमा मध्य प्रदेशका प्रदेश प्रमुख सहितका विशिष्ट व्यक्तित्वहरूको समेत सुनेर झुमेका थिए। मध्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शास्त्रीय गीत र सङ्गीतको गर्जन गर्ने उद्देश्यले भएको सङ्गीतक साँझ कार्यक्रममा गायक कामतले मैथिली, हिन्दी, भोजपुरी र नेपाली सहितका आफूले गाएका करिब 2 दर्जन गीत सङ्गीतहरू त्रानै शैलीमा प्रस्तुति गरेका थिए। प्रतिष्ठानका अध्यक्ष कापटीले शास्त्रीय सङ्गीत र गीत गाउने मधेस र मिथिलाका एकमात्र गायक कामत बाँकी रहेको बताउँदै यसलाई जीवन्त उहाँ पश्चात कसले राख्ने भन्ने विषयमा चिन्ता व्यक्त गरेका थिए। जे ठाम बैसत दोहराए 3 घंटा बैसकर जे उनकर चीजों धैर्यपूर्वक सुन सकत से आदमी ठाम आबि सकै जिनका स्नेह कनिको हेतु सेवा बुझल अछि अहाँ सब उपस्थित छी। हम पहिने कहलहुँ जे प्रतिनिधिमूलक उपस्थिति प्रदेश सभा के 107 सदस्य को हाथ में चिट्ठी गए सन पहले जो कहीं वो सब सुने थे। हमरा लगे जनकपुर में औपचारिक रूप में शास्त्रीय संगीत के कार्यक्रम पहिल बेर प्रारंभ भेलै तो रुचि से बढ़ते आशा वाला कैबिनेट मध्य प्रज्ञा प्रतिष्ठान एक नीतिगत बात गीत रखल गई है जे परंपरागत जे गीत सब से जे मंचीय गीत के रूप में हमरा सबके बीच में अबैत तकर अतिरिक्त लोक गायन पर बेसी जोर दिल जाए। विभिन्न क्षेत्र में ग्रामीण क्षेत्र में गांव के भीतर टोल में
सड़कों नहीं गेल का ठाम आयल है तेका प्रतिनिधि एते सुंदर बादल है हमरा गांव में अपनो सड़क ओते ठीक नहीं है ताई ठामक जो यहाँ कोनो प्रतिभा जो सारंग का सदा ब्रिज के गीत गवित होइत सलहेसर के गीत गवित होइत और कृष्णा राम के गीत गवित होइत दीना भद्री के गीत गवित होइत या आने लोक गायन में वो निपुण होइत गवित होइत लेकिन हुनकर पहुँच वही मंच धरि अखन धरि नहीं आबि सकल छै हुनक ज्ञान के हुनक प्रतिभा के मंच तक पहुँचाबा समाज तक पहुँचाबा कोनो एहन सशक्त माध्यम नहीं भऽ सकलैए मधेश विज्ञान प्रतिष्ठान आबऽ वाला दिन में तकर सूचीकृत करबाक प्रयास कऽ रहल अछि। सो अवसरमा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापटी, सदस्य दिनेश यादव सहित मध्य प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेशका सांसद ललिता विद्रोही, तामालोपाका अध्यक्ष ब्रिखेश चंद्र लाल, नेता तथा वरिष्ठ चिकित्सक डाक्टर विजय कुमार सिंह, जनकप्रधामका पूर्व मेयर बजरंग प्रसाद शाह, वरिष्ठ पत्रकार परमेश्वर कापटी, मुख्यमंत्रीका प्रेस सलाहकार सीताराम अग्रहरी, जीसस धनुषा प्रमुख र उपप्रमुख, औषधि व्यवसायी संघ जनकप्रधामका अध्यक्ष प्रमोद अग्रवाल सहितको उपस्थिति थियो। दर्शक दीर्घा कामतको प्रस्तुतिबाट मन्त्रमुग्धन भएका थिए। हस्त अहिले यतिकै फलफल खबर तेज नजर हेर्ला अपन टेलिभिजन। नमस्कार।